हेलो नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। अहिले चाहिँ म माइती घरतिर छु साथीहरू। धुवाले आँखा पिरो भयो है। अनि म चाहिँ माइतीमा छु साथीहरू। तरकारी बनाउन लाग्छु। यता छ कुखुराको मासु। कुखुराको मासु भुट्दैछु साथीहरू है। यो मासुसँग अहिले कोदोको छाम्बा खानुपर्छ। कोदोको ढिँडो साथीहरू। है साथीहरू, हाम्रो यहाँ मासु भुटिँदैछु है। अनि मसला पनि हालिसक्यो। अब यहाँ गोलभर पनि हालिसक्यो, मसला हालिसक्यो, बेसार हालिसक्यो। अब यता छ साग। यो चाहिँ चाइनिज साग है। अब चाइनिज सागमा यो मिसाउनु, मासुमा यो साग मिसाउनु यसरी साथीहरू। देख्न सक्नुहुन्छ हजुरहरूले। सुबा ठिक थुन मम्मीले चाहिँ त्यहाँ खोर्सानी किन्न लाग्नु यसरी साथीहरू। ल है साथीहरू, हाम्रो तरकारी यतिको भयो। अब यहाँ हामी धोलाउँछु है। अनि भात खान्छु ढिँडो गम। ल है साथीहरू, हाम्रो तरकारी रेडी भयो। झोल हालेर पनि रेडी भइसक्यो साथीहरू। ढिँडो पानी बसाल्यो साथीहरू। हाम्रो ढिँडो खान आउनु होला हजुरहरू पनि। हाम्रो मम्मीले चाहिँ यहाँ ढिँडो पकाउँदै हुनुहुन्छ। यो चाहिँ ओदानो होइन छु। ओदानोमा ढिँडो पकाउन अप्ठ्यारो भएर यहाँ दाउराले अटेस लाएर दुईतिरपट्टिबाट होइन, यस्तो हो तरिका साथीहरू। अब चाहिँ हाम्रो ढिँडो पाक्छ। ढिँडो पाकेपछि हामीले खान्छौँ। ढिँडो खानु पर्यो साथीहरू। ढिँडो यो अचार मुलाको भोटमास मुला थिचेको अचार, यो साग मिठो छ साथीहरू। हाम्रो मामा चगरी बोक्दै हिँड्नु भयो। हाम्रो मामा अस्तिदेखि मम्मीले पकाएर ढिँडो खाने भन्दा बल्ल आज जुर्यो साथीहरू। मासु छाम्बा कोदोको छाम्बा, मुला र भोटमास थिचेको अचार, लप्सी पनि हाले है। ओके बाई बाई साथीहरू।